हजुर, अछाम जिल्लाको साँपेबगर नगरपालिका वडा नम्बर 9 बुढाकोट घर भई हाल बिरानो मुलुक भारतको मुम्बईबाट महेश साउद उहाँले लेखी पठाउनु भएका एकदमै मन छुने शब्द वाचन गर्दैछु, जसको शीर्षक रहेको छ स्वर्गीय बुवाको सम्झना। बुवा मरी स्वर्गीय लोग हामीलाई एक्लै छाडी, कठै दैव तैले पनि आल पत्र पाडी, कठै दैव तैले पनि आल पत्र पाडी, कठै कठ। बुवा तिम्रो याद आउनु छ दिनका पर पर, फर्की आउन पाउने भैया फर्की आउन घर, फर्की आउन पाउने भैया फर्की आउन घर। घरपन बिसरिकन उडी बाइग्यो राइनु, मखीलाई बिरानो भयो बुवा भन्ने साइनु, मखीलाई बिरानो भयो बुवा भन्ने साइनु, कठै कठ। सम्झाएर सम्झिन्या नै यो मन नरुँदो छ, अरूले बा भन्ने बेला कसो पो हुँदछ, अरूले बा भन्ने बेला कसो पो हुँदछ। स्वर्ग भन्ने ठाउँ कहाँ होला देखिने, झल्का रहिग्या झलिमली भुल्नै नसकिने, झल्का रहिग्या झलिमली भुल्नै नसकिने, कठै कठ। आँखा आँसु पिलपिल बग्दा मन हुन्छ कलकली, आँखा आँसु पिलपिल बग्दा मन हुन्छ कलकली। स्वर्गमा बास होइ जाऊ बुवा हार्दिक श्रद्धाञ्जली, स्वर्गमा बास होइ जाऊ बुवा हार्दिक श्रद्धाञ्जली, कठै कठ। हजुर, यसै गीत मार्फत सम्झिनु पर्दा सर्वप्रथम स्वर्गीय बुवालाई धेरै धेरै सम्झिन चाहन्छु र त्यसै गरी घरमा हुनुहुने सम्पूर्ण घर परिवार, आफन्तजन, इष्टमित्र, साथी सङ्गी लगायत मलाई चिन्ने नचिन्ने सबैलाई मिठो माया मिठो सम्झना छ। यो गीतको शब्द सिर्जना महेश साउद, वाचक कान्छा लोकेन्द्र बम।